टाङ देउखुरीवासी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आजभोलि हाम्रो देउखुरी क्षेत्रका भालुबाङ, पाखापानी, ललमतिया, मौरीघाट लगायतका आसपासका गाउँ टोलहरूमा चोरीका घटनाहरू निकै बढ्न थालेका छन्। चोरहरूले दिउँसै वा रातिको समयमा घरको ताला फोडेर नगद पैसा र सुनचाँदीका बहुमूल्य गहनाहरू गरी 1 करोडभन्दा धेरैको माल सफा चट पारिरहेका छन्। अहिलेसम्म पाखापानी लगायत कयौं घरहरूमा यस्ता घटना भइसकेका छन्, तर चोरहरू अझै पत्ता लाग्न सकेका छैनन्। त्यसैले अब हामी आफै सचेत र सतर्क हुने बेला आएको छ। आफ्नो धनमाल र परिवारको सुरक्षाका लागि कृपया निम्न कुराहरूमा विशेष ध्यान दिनुहोला। पहिलो कुरा, गाउँघरमा दिउँसो वा राति आउने अपरिचित व्यक्तिहरू, कबाडी सामान उठाउने बहानामा डुल्ने मानिसहरू वा शंकास्पद रूपमा हिडेडुल गर्ने जो कोहीलाई पनि कडा निगरानी गर्नुहोस्। शंका लागेमा तुरुन्तै सोधपुछ गर्नुहोस्। दोस्रो कुरा, छिमेकी कता जानुभएको छ, एक अर्काको घरमा चासो राख्नुहोस्। छिमेकी बाहिर जाँदा उनको घरको रेखदेख गरिदिने र छिमेकी पहरेदारीको भावना जगाउनुहोस्। तेस्रो कुरा, घरमा धेरै नगद पैसा र महँगा सुनचाँदीका गहनाहरू असुरक्षित रूपमा राख्ने गल्ती नगर्नुहोस्। घर बाहिर निस्कदा झ्याल ढोकाका तालाहरू बलिया छन् कि छैनन् राम्रोसँग जाँच गर्नुहोस्। याद राख्नुहोस्, सुरक्षामा थोरै मात्र लापरवाही भयो भने ठूलो क्षति हुन सक्छ। यदि तपाईको टोलमा कुनै पनि शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्तै ढिला नगरी प्रहरी कन्ट्रोल नम्बर 100 मा वा नजिकैको प्रहरी चौकीमा खबर गर्नुहोस्। मौन बस्नु चोरलाई बढावा दिनु हो। आउनुहोस्, हामी सबै देउखुरीवासी एकजुट बनौं, सचेत रहौं र आफ्नो टोललाई सुरक्षित राखौं।